पढेको भनेको अब 9 बस्ता हो, निरामावि 9 बस्ता है। त्यहाँ 5 सम्म स्कुल थियो। अब बुवाहरूसँग त्यत्रो खर्च थिएन। अझ तपाईँहरूलाई त धेरै सहिलो छ, बुवा आमाले चाहिँ ड्रेस गराइदिनु भएको छ, जुत्ता चप्पल लगाएर आउनुहुन्छ, ब्यागहरू भेट्नुहुन्छ है, नास्ताहरू पनि पाउनुहुन्छ। त्यतिखेर त बोराको चाहिँ हामीले कट्ठा, अब त्यो बस्ने ठाउँ पनि हुन्थेन, घरबाट कट्ठा बोक्ने हो, कट्ठा हामीले चाहिँ बिछ्याएर त्यहाँ बस्ने हो है। अनि बुवा मम्मीले चाहिँ त्यो कट्ठाको चाहिँ त्यो गर्नुहुन्थ्यो, के अरे झोला सिलाएर। अब त्यसरी पनि गरियो, नाङ्गै खुट्टा भनेको मतलब चप्पल नलगाएर पनि स्कुल गयो। हाम्रो त्यो बेलाको समय त्यस्तो थियो है। अब नजिकै विद्यालय व्यवस्थापन समितिको अध्यक्षज्यू यहीँ हुनुहुन्छ, उहाँ दाजु, उहाँ हामी जन्मेको थाहा पाउनुहुन्छ कि हामी सँगै हो यहाँ। त्यो भएर विगतमा धेरै दुःख पाउनु भयो हाम्रो बुवा आमाहरूले, त दुःखका बावजुद पनि हामी बिग्रेनौँ। अब पढ्नुपर्छ भन्ने भयो। मावि 9 वर्षमा 5 सम्म मात्रै थियो, त्यसपछि त्यहाँबाट पास गरिसकेपछि डिगिया जनता आदर्श मावि थियो, अरू नजिकमा स्कुल थिएन। त्यही भएर हामी फेरि जबदुवातिर पढ्यौँ 6, 7, 8। अब मेरा साथीहरू भन्नुहुन्छ भने मलाई पनि भन्नुहुन्थ्यो कि म छोटोमा उ गरेँ, बाँसगढीमा फिल्म हल थियो, मेरो साथीहरू फिल्म हेर्न जानुहुन्थ्यो, मलाई पनि जाऊँ भन्नुहुन्थ्यो। तर म कहिले गइनँ, जाउँ अब खर्च पानी म बिहोरिहाल्छु भन्ने तरिकाले चाहिँ म नाम लिन चाहन्न। उहाँ साथीहरू हुनुहुन्छ होइन, अब उहाँहरू जानुहुन्थ्यो फिल्म हेर्न, म चाहिँ नजाने, अनि पढिरहने, पढ्ने, घर आउने है। अब स्थिति पनि कमजोर। एउटा घटना पनि सुनाउँछु म, सानो, म रोगको घटना। कस्तो भन्दाखेरि मैले बुवालाई भनेको थिएँ, हामी अब त्यतिखेर गाउँमा कसैको टिभी नै, ब्ल्याक एन्ड व्हाइट भन्ने थाहा छैन, सादा टिभी। पहिला बनखेत जानु पर्थ्यो। एकजना चाहिँ यहाँ हुनुहुन्थ्यो खोलापारी, उहाँको घरमा गएर हामी टिभी हेर्थ्यौँ कि 5 रुपियाँ तिरेर। कसैले चोरी झ्यालबाट पनि हेर्थ्यौँ, यो आफूहरूको एजमा झ्यालबाट। अनि हामीलाई गाली गर्नुहुन्थ्यो, दौडेर आउँथ्यौँ, भाग्थ्यौँ होइन। त्यो पल हाम्रो थियो कि अहिले त्यस्तो छैन नानी बाबालाई, मैले यो भन्न खोजेको। अनि मैले बुवालाई प्रमिस गरेको थिएँ, अब म एसएलसी पास गरेपछि हजुरले के दिनुहुन्छ, एउटा टिभी किनिदिनुहुन्छ है, किनिदिनुपर्छ भनेर मैले बारम्बार भन्ने गर्थेँ। मैले 58 सालमा एसएलसी पास गर्दाखेरि अनि बुवाले चाहिँ कहाँबाट खोजखन गरेर एउटा ब्ल्याक एन्ड व्हाइट चाहिँ टिभी किनेर ल्याइदिनु भएको थियो कि, यो मलाई याद छ अहिलेसम्म पनि। र जब 58बाट पास गरिसकेपछि 59मा चाहिँ रिजल्ट आउँछ, अनि के अरे रिजल्ट आइसकेपछि अनि बागेश्वरी क्याम्पसमा एडमिसन हुन जानुपर्ने होइन। अब समस्या अब एकजना भिना हुनुहुन्छ मेरो, त्यतिखेर चाहिँ कोलपुर वाणिज्य ब्याङ्कदेखि अगाडि चाहिँ एउटा घुम्तीमा चिया पसल गर्नुहुन्थ्यो। हेर्नुहोस् है, चिया पसल गर्नुहुन्थ्यो। मलाई एकदम चाहिँ सबैभन्दा अहिलेसम्म नबिर्सिने पल भनेको त्यो हो कि अब क्याम्पस जानु पऱ्यो, साइकल किन्नु पऱ्यो, बुवाले साइकल कतैबाट किनिहाल्नु भयो होइन। अब किनिहाल्नु भयो, व्यवस्था गरेर अब छोरा पढ्न जाने होइन 11मा भनेपछि। त्यसपछि अब स्रोत के हुन्छ त, हामीले गाई भैँसी पाल्ने चलन हुन्छ क्या, अझै पनि हामी पाल्छौँ, भैँसी पाल्ने चलन हुन्छ। दुध दोहेर दही बेच्ने, त्यसपछि दुध बेच्ने होइन, त्यो हुन्थ्यो। अहिले यस्तो यस्तो डेरी पनि हुन्थेन है। अनि यो बिचमा म कुरा गरिहालौँ, हामी डिगिया पढ्ने त्यतिखेर सानै डेरी पहिला डिगियाको गैरामा हुन्थ्यो। 2-3 वर्षसम्म दुध त्यहाँ लगियो, नौलापुर लगियो मेरो उसले। तर कुनै पनि फिल्ड मलाई भएन, त्यो एजै त्यस्तै थियो कि 12-13 वर्ष, 14-15 वर्ष त्यस्तो होइन। जब म एसएलसी पास गरेर बागेश्वरी क्याम्पसमा भर्ना हुन गएँ, अब स्रोत भनेको दुध नै हो, दुध बेचेरै पढ्ने हो, त्योभन्दा अर्को विकल्प थिएन कि बुवा इन्डियातिर गएर कमाइ गरेर ल्याउनु पर्थ्यो है। अनि भइदियो के भन्दाखेरि सबै साथीहरू चाहिँ साइकलमा जाने, म पनि साइकलमा जाने। बुवाले के गरिदिनु भयो भन्दाखेरि मेरो भिनै हुनुहुन्छ, भिना अहिले कोल्डरुममा घर छ, एउटा घुम्ती पसलमा चाहिँ चिया बेच्नुहुन्थ्यो क्या, बागेश्वरी वाणिज्य ब्याङ्कको साइडमा थियो पहिला, अब बाटै अहिले कस्तो भइसक्यो। अनि अब के गर्ने त, यता जाने दुध लगेर छुट्ने भयो, उता जाने नौलापुरतिर दुध छोड्ने भयो। अब कहाँ जानु पऱ्यो, कोलपुर बेच्नु पर्ने। कहाँ भन्दा भिनाहरूले पसल गर्नुभएको थियो, घुम्ती पसल। अनि अब तँ जाने त क्याम्पस पनि पढ्ने, एउटा किल्ली समातेर चाहिँ सँगै लिएर जाने। अब उमेर चाहिँ बढी है, एसएलसी पास गरेको 16-17 वर्ष। अब सबै साथीहरू है, केटीहरू केटा साथीहरू चिठी च्याट्ट परेर साइकल हाँकेर जाने, आफू दुधको क्यान्टिन बोक्ने। म 1 हप्ता यति रोएँ, त्यो रुनुकै कारण कि अब मेरो स्थिति त्यस्तै छ। अब त्यही तरिकाले भन्ने पनि यो मनले मान्दो रहेछ के, केटौले उमेर होइन, गिजाउलान् होच्याउलान् भन्ने हुन्छ। म धुरुक्क रुन्थेँ
घरबाट किल्ती पहिलो दिन म रोएरै गएको जबरजस्ती म क्याम्पसै पढ्दैन भनेको किनकि साथीको लाज हुन्छ नि त यो अहिले सोच के आफूहरू पनि त ड्रेस भएन भने म स्कुलै जान्न भनेर सताउने हुन्छ नि हुन्छै भन्न कहिले कसो त्यस्तै मलाई पनि त्यस्तै लाग्यो अब साथीहरू सबै चिठी च्याट्ट परेर जाने अनि यो दुध बोकेर आउँछ या ऊ भन्छन् कि भनेर आफूलाई पहिले गिल्टी लागिहाल्ने के अनि धुरुक्कै रोएर साथीहरू गइसकेपछि पछाडि गएर किल्टी लिएर छोड्ने अनि क्याम्पस बिदा हुन्थ्यो अनि किल्टी लिएर आउने है दुध बोकेर क्याम्पस त्यो बेला भनेपछि पहिलो दिन दोस्रो दिन तेस्रो दिन चौथो दिन भयो पछि 15औं दिनदेखि त मलाई के लाग्यो भन्दा त्यो किल्टी हातमा छ कि छैन थाहै भएन कि है अब साथी सङ्गी पनि सबै हँसिला फुर्तिला जाने सर र आउने त्यस्तो होचाउने दायाँ बायाँ गरे नै अनि पछि किल्टी बुवाले धोइदिनुहुन्थ्यो मम्मीले अनि लिएर जाने आउने किल्टीप्रति यादै भएन क्या भनेको मतलब यो समयबाट हामी हुर्केको यो परिस्थितिबाट हामी हुर्केको त्यसपछि यो स्कुल सानो थियो यहाँनिर माटोको थियो यहाँनिर यो भत्केको छ नि माटोको चाहिँ 4वटा कोठा थिए क्या माटोको भन्नाले त्यो पनि ऊ दाजु यहीँ हुनुहुन्छ ऊ त्यो हिम पहाड छ नि त्यो पहिरो गरेको जस्तो 2टा रुखको जस्तो याद नानी बाबुले कहिले हेरिदियो भने यो पहाडलाई त्यो ठाउँमा गएर हामी हो दाजुहरू अब हाम्रो अगुवा हुनुहुन्थ्यो हामी उखाएर सानो सानो है बुवासँग लागेर यो काँधमा चाहिँ बोकेर त्यतिखेर चाहिँ सालको काठहरू अनि हामीले त्यहाँबाट बोकेर यो स्कुलको लागि ल्याएर यहाँ बनाएको अझ त्यो स्कुलको झ्यालडोका यो स्कुल त अझ अगाडि हो त्यो स्कुलको झ्यालडोका यतापट्टिको त्यो झ्यालडोकाहरू चाहिँ बनाउँदाखेरि हामीले त्यो ठाउँबाट चाहिँ ल्याएर सर्वनाम गरेर यो स्कुल बनाएका थियौँ नानी बाबुलाई त्यो छैन है अहिले चाहिँ यति राम्रो छ अनि यो सङ्घर्षबाट आएको भनेको मतलब उपलब्धि भन्ने कुरा चान्चुने कुराले हुँदैन जस्तो नानी बाबुले अहिले 4 घन्टादेखि 6 घन्टा मात्रै पढ्ने हो कि होइन जब यो चाहिँ 4 देखि 6 घन्टासम्म अहिले मेहनत गरेर पढिएन भने नि त्यतिखेर मैले दुध बोकेर कोलपुर नजान्थेँ भने नि म 11 पढ्न सक्थेन अनि के हुन्थ्यो इन्डियातिर जाने बुवा जस्तै काम गरेर आउने जिन्दगी अर्को हुन्थ्यो अहिले नानी बाबुहरूले अहिले मलाई बिदाई गर्न पाउने वातावरण बन्थेन 20औं वर्षसम्म यो स्कुलमा पढाउनु पर्ने बन्दै बन्थेन होला म अर्को समय भइसक्थ्यो होला मेरो प्रेरणाको स्रोत नानी बाबुहरू हुनुभयो अहिले त्यो भएर कुनै कुरालाई लाज मान्ने सही कामलाई चाहिँ होच्याउने गर्नु हुँदैन अब नानी बाबुहरूले भनेको मेहनत गर्ने यो 6 घन्टा मात्रै मेहनत गर्ने हो अहिले त बुवा मम्मीले केही भन्नुभएको छैन नि साह्रो काम गरौँको काम गर भन्नुभएको छैन जब जिन्दगी 15, 17, 18 वर्ष सुरु हुन्छ तब घर फ्यामिली जोड्न थालिन्छ जब पैसाको आवश्यकता पर्छ त्यतिखेर सोधिन्छ कि पृथ्वी सरले भन्नुभएको कुरा ठिक हो कि 6 घन्टा पहिला पढ्दैको भए स्कुलमा राम्रोसँग मेहनत गरेर आज यो स्थिति हुन्थेन भनेर चाहिँ स्मरण हुन सक्छ त्यो भएर अहिले हामीले 6 घन्टा पढ्यौँ भने आफ्नो जीवनकालमा के छ भन्दाखेरि अब धेरै पाखुरा खियाउनु पर्दैन थोरै दिमागले पनि बढी गाउँघरमा सफलता पाउन सकिन्छ आफूले पनि प्रगति गर्न सकिन्छ र 2-4 पैसा चाहिँ इन्कम गर्न सकिन्छ त्यो भएर नानी बाबुहरूले चाहिँ मेहनत चाहिँ गर्ने हो है मेहनत गर्न छोड्नु मलाई आउँदैन मैले जाने छैन भन्ने होइन सरहरू हुन्छ सोध्ने होइन बुझ्ने र केलाउने र अहिले मेहनत गरेपछि पछि सफलता पाइन्छ म यति जोड्न चाहन्छु अरूमा केही बोल्न चाहन्न र एउटा कुरा चाहिँ हाम्रो स्टाफहरू अभिज्यू पनि यहीँ हुनुहुन्छ हामी सँगै भयौँ अब सबै स्कुलहरू ठिकठाक छ पछिल्लो चरण अब मलाई लाग्छ हाम्रो विद्यालयमा म अरू स्कुलको म कुरा गर्न चाहँदैन आफ्नो ठाउँमा कमी कमजोरी होला अरू स्कुलले पनि हाम्रा स्कुललाई भन्छन् म केही मान्दिनँ तर अहिले हाम्रो स्कुलमा जति पनि टिचर हुनुहुन्छ अब्बल टिचर क्वालिफाइड टिचर एजुकेटेड टिचर हुनुहुन्छ मलाई विश्वास छ अहिले हामी छाती चौडा गरेर चाहिँ हाम्रो स्कुलमा यसरी 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 गर्नुभएको छ यहाँ टिचरहरू हुनुहुन्छ भनेर हामी गौरवका साथ बाहिर कुरा गर्न सक्छौँ मलाई धेरैले भन्छन् सरले अघि नै भन्नुभयो प्रशंसा गर्नुभयो काहीँ न काहीँ मैले पनि न्याय गरेछु जस्तो मलाई पनि फिल भयो कि बाहिर फलाना स्कुल यस्तो उस्तो मेरो मुखमा चाहिँ धेरैले भन्नुहुन्छ क्या यो भयो ऊ भयो भन्नुहुन्छ मैले उहाँहरूलाई भन्छु हाम्रो स्कुल यो तरिकाले गइरहेछ यो गइरहेछ हजुरहरूले यस्तो कुरा गर्न पाउनुहुन्न नि त तपाईँ हामी मिलेर विद्यालय बनाउने हो कहिले पनि मैले हाम्रो विद्यालयको नेगेटिभ पोइन्टबाट मैले कहिले पनि हेरिनँ कसैलाई भनेको पनि इतिहास छैन मेरो त्यो भएर सधैँभरि हाम्रो स्कुल कस्तो हुनुपर्छ भन्दा अन्य स्कुलभन्दा अब्बल हुनुपर्छ यो कुरामा सबैको ध्यान जाओस् भन्न चाहन्छु र अब मेरो आश के हो भन्दाखेरि
यो मावि भयो। अब यो सेन्टर ठाउँ पनि छ, वडा कार्यालय, स्वास्थ्य चौकी, फिल्ड, खेल मैदान, चिल्ड्रेन पार्क अनि सबै कुराहरू कम्प्लिट छ। अब हाम्रो विद्यालय भनेको +2 र क्याम्पसको लयमा चाहिँ अगाडि जान्छ। नानी बाबुहरू उहाँहरू पनि मेहनत गर्दै हुनुहुन्छ र मलाई लाग्छ यही टिमले बैठक बसेर हुन्छ कि अभिभावक भेलामा चाहिँ हामीलाई पनि बोलाएर हुन्छ कि 11 क्लासको लागि चाहिँ यहाँहरूले चाहिँ पहल गर्नुहुनेछ र आगामी वर्ष यी 2-4 वर्षभित्रै चाहिँ कम्तीको 11 क्लास हाम्रो विद्यालयमा सञ्चालन हुने वातावरण बन्छ र स्ट्रक्चरहरू पनि सँगसँगै निर्माण हुने आधार पनि खुल्छ। त्यो भएर पनि अब यो दिशामा चाहिँ यहाँहरू जानुहुनेछ भन्ने कुरा चाहिँ मैले विश्वास लिएको छु। मलाई जस्तै टाढा गएर पढ्नु नपरोस् नानी बाबुहरूलाई, कोलपुर गएर, कोसिला नगर गएर होइन, अनि त्यता ज्ञानपुञ्ज गएर पढ्न वातावरण यही स्कुलमा चाहिँ 11-12 पढ्ने वातावरण क्रिएट होस् भन्दै आजको यस भव्य विदाई कार्यक्रम गर्नुभएको छ। मायाको चिनो दिनुभएको छ। मेरो फोटाहरूमा कति फोटाहरू चाहिँ खिचिएको छ। सबै मैले फोटोलाई धुलाएर ठुलो फ्रेममा यहाँहरूले दिनुभएको चिनो, मायाको चिनोलाई पनि मैले आफ्नो सधैँभरि मेरो छोरा नातिहरूले पनि हेर्ने गरेर चाहिँ आफ्नो घरमा चाहिँ सजाएर राख्नेछु। यो अमूल्य मेरो यो सम्पत्ति हो। मलाई लाग्छ यो खालको मैले कहिल्यै पनि अपेक्षा गरिनँ कि कुनै पनि काम गरेपछि प्रतिफल लिइहाल्नुपर्छ भनेर म जिन्दगीमा म जाँदा पनि गइनँ। सकभर मैले अरूलाई अगाडि सारेँ तर म कहिल्यै पनि उ गरेँ। तर आज मलाई कस्तो फिल भयो भन्दाखेरि मैले लाइफमा यो तरिकाको चाहिँ मेरो जीवनकालमा यो तरिकाको सम्मान, यो तरिकाको चाहिँ यहाँहरूको माया यो जीवनकालमा मैले पाएको थिएन। आज त्यो सौहार्दपूर्ण वातावरणमा चाहिँ सम्पन्न भएको छ। सबैभन्दा अब प्यारा भाइ बहिनीहरू सबैजना उपस्थित हुनुभयो, स्टाफहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुनुभयो, प्रधानाध्यापक जो नमुना विद्यालयबाट यहाँ आउनुभएको छ, यो विद्यालयलाई बनाउँछु भनेर उहाँको हातबाट मावि तहको सेकेन्ड क्लास म्याथ टिचर उहाँको हातबाट, उहाँको प्रशासकीयबाट यो सम्मानको वातावरण अध्यक्षज्यूबाट, सहायक प्रधानाध्यापक लगायत सम्पूर्ण टिमबाट यो अवसर मिलेको छ। यो अवसरलाई मैले सदा सर्वदा सम्झिरहनेछु र विगतमा भएका कतिपय प्रशासनिक कुराहरूमा चाहिँ कसैलाई भनियो होला, काम गर्दा गर्दै आफूले पनि केही भुल भयो होला, जानी या नजानी जसरी पनि भयो होला, त्यो त्यसमा म रियलाइज गर्न चाहन्छु। र मलाई के लाग्छ भन्दाखेरि जुनसुकै कुराहरू पनि वर्तमानमा जे आफूसँग फेस हुन्छ त्यहाँसम्म मात्रै हुन्छ, त्यसपछि मेरा विगतहरू चाहिँ सकिहाल्छ। म फेरि त्यस्तो खालको मान्छे हो। जब हामी विगतलाई बिर्सिँदैनौँ, नयाँ प्लानिङ र वर्तमानमा सफल हुन सक्दैनौँ, त्यो भएर हार खानु चाहिँ हुँदैन। विगतका कुराहरू चाहिँ हामी सोचेर फाइदा छैन केही पनि। अनि वर्तमानमा कसरी गराएर अगाडि बढ्न जाने, आफ्नो घर परिवार समाजलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरालाई मार्गदर्शन गर्न सक्यो भने मान्छे सफल हुन्छ। त्यही कुरालाई अब यो विगतमा कति भए सकिए, अब नयाँ तरिकाबाट सोच्नुपर्छ। नानी बाबुहरूले पनि त्यही हो, विगतमा सम्झेर पछुताएर हरेक कुराहरू चाहिँ गरेर 2-4 चिया गफमा चाहिँ धेरै कुराहरू गरेर टाइम वेस्ट गर्दा बेस्ट हुँदैन। आगामी र वर्तमानमा के भइरहेको छ त्यो कुरालाई सफल पार्दै जानुपर्छ। म यहाँहरू सम्पूर्णलाई पनि भन्न चाहन्छु। त्यही भएर हाम्रा तिता मिठा लागेका केही छन् भने होइन, मैले चाहिँ अब त्यस्तो वातावरण बनेको छैन। टिचरहरूले पनि सबैले प्रतिनिधित्व गर्ने गरेर सबैले भनिसक्नुभयो, प्रधानाध्यापक, सहायक प्रधानहरूले भनिसक्नुभयो। मनमा अहिले पनि कुनै पनि ईर्ष्या केही पनि नभएको जानकारी गराउन चाहन्छु। र योभन्दा अगाडि झन् हामी जसरी पहिला थियौँ त्यसरी नै अगाडि रहनेछौँ भन्ने कुरा चाहिँ प्रतिबद्धता गर्दै अब हाम्रो सोम सर पनि ब्याचलर कम्प्लिट डिग्रीको लाइनमा हुनुहुन्छ, रामलाल सर पनि डिग्री कम्प्लिट हुनु भइहाल्नुभयो, हाम्रो प्रधानाध्यापक सर पनि, अरू सरहरू पनि सबै ब्याचलर डिग्री हुनुहुन्छ। त्यो भएर केही कुराले मलाई लाग्छ +2 चलाउनको लागि सिक्दैन र अब यो खालको चाहिँ प्रयास होस् भन्न चाहन्छु। र हामीले के गर्नुपर्छ समुदायको तर्फबाट, व्यक्तिगत रूपमा हामी जुनसुकै धार्मिक समस्या होस्, जुनसुकै राजनीतिक समस्या होस्, त्यो सबलाई थाँती राखेर यो पृथ्वीले सदा सहिदा त्यो कुरामा चाहिँ सबैलाई कन्भिन्स गरेर या सबैसँग बसेर सबै कुरा चाहिँ छोडेर विद्यालयको प्रगतिका लागि र उन्नतिका लागि के गर्नुपर्ने हो, म पूर्ण त्यसमा चाहिँ अगाडि बढ्ने कुरा चाहिँ यहाँहरूसँग प्रतिबद्धता गर्दै भाइ बहिनीहरूलाई पनि धेरै धेरै धन्यवाद।
भएको छ, यो सदा सर्वदा मेरो हृदयमा चाहिँ रहनेछ भन्दै म यस माइक्रोफोनबाट चाहिँ म बिदा हुन चाहन्छु। सबैलाई पुनः धन्यवाद। हस्त, नमस्ते। धन्यवाद सर।